सकेन जहिले दुजानौ आया मरिन्छ कि क्या हो झुम्रीहरू गाह्रो छ घाँस काटिरहेछन् कस्तो घसिटा मात्रै छन् आस्था पानी फेरि यस्तो आछ कोसेली भिर्ने जलामा साथीहरू चटपटे पनि त खानु पर्यो नि ठै बरै साथीहरू दाउरा बिटेरी गला छन् के गर्ने हो र च्याउने च्याउने दाउरा काट्ने मान्छ रातो चढ्नु भयो बाबु अलि माथि जानु बस भयो अब आउँछ गर्न ए राम 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 गाह्रो छ साथीहरू गाह्रो छ मर्छु कि क्या हो हाम्रो आमा यस्तो जवानी हुनुहुन्छ साथीहरू हेर्नुहोस् घाँस सोत्तर गर्ने यो त यस्तो सोत्तर छ यस्तो घाँस छ अनि म फेरि यता सुहा सुहा हात्ती जस्तो सुहा सुहा भैसा जस्तो गर्छ साथीहरू के गर्ने हो र यस्तै छ यहाँ लिएको भए त लालीगुराँस फुल्याएर हिँड्छन् तलबाई त फुल्याएको थियो नि अलिअलि साथीहरू म त अब काम गरी खान नसक्ने भइगएछु मलाई दाङबाट घर आउने वातावरण नबनाइदेऊ प्लिज गाइसहरू अब म सक्दैन जस्तो छ थोर्नु हेर्नु कस्तो ओठ फाट्यो कस्तो खाने ओठ फाटियो बसल यस्तो रुकुल सर्न सक्छ हजुर त यताबाट रुखबाट पल्लाबाट फटाक फटाक 10वटा बिट्टा आइसके साथीहरू यहाँनिरसम्म यहाँ तल 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 फालेछौँ अझै 11वटा बिट्टा छन् कतिखेर सार्ने हो गाह्रो छ थोड्नु यस्तो भयो गाह्रो छ बरीले ओहो मर्निन्छ गरे डर पो लाग्यो पुरै 10 खेप फालियो साथीहरू 10 खेप आमाले 10 खेप मैले 10 खेप त्यही त हो नि 10 खेप फाल्यौँ अझ एउटा माथि रहेको छ एउटा यता जहाँ मन पऱ्यो त्यतै फालेका छौँ यता झेम्टातिर क्या यता त छन् दाउराहरू कहिले सार्नुहुन्छ आमाले 2-3 महिना लाग्छ होला म त आज यति नै हो भोलि त सारा साइली दाङ गराई बसेमा मिनी बसेको भने एउटा टाउ गराउनु हे भगवान गाइस जे हेरेन गर्दै जे भगवान गर्दै गरे ओ त लिनु आमा ये देखा से सही क्या था तो माथि के मत देखा त रातमा देखेछ हेर्नु हजुरको रेकर्ड गरेछ मेरो घर हो आमाले दाउरा ल्याउनु भएको थियो मैले घाँस हेर्नु साथीहरू म त झन् लौरा ओ गाह्रो न हेर्नु न यस्तो बाटो हेर्नु साथीहरू बाटो यस्तो पापात्ते छ म त मरिया रे के जाने घर पुग्ने खोइ भैयालाई के घर पुग्ने छोरी